काठमाडौँको अफिसहरू तपाईहरु पाउनुहुन्छ पोखरामा हुनुहुन्छ पोखराको अफिसहरू पाउनुहुन्छ रवि दाईलाई राखेको जेलमा जानु पर्यो साथीहरू। अब यो देशको चाहिने गृहमन्त्रीलाई जेलबाट झिकेर चाहिँ यो देशको सत्ता उहाँको हातमा लाउनु पर्यो। नक्खु सहित देशभरिका कारागारबाट 13,571 जना कैदी भागेका छन्। रवि लामिछाने नक्खु कारागारबाट निस्किँदा सधैँ कारागारबाट भागेका कैदी सन्त बहादुर तामाङ काभ्रे घर पुगेर श्रीमतीको हत्या गरे। सन्त बहादुर जबरजस्ती करणी मुद्दामा नक्खुमा जेल सजाय काटिरहेका थिए। मैले किताबमा पढेको थिएँ हिटलरको ग्यास च्याम्बर। त्यो ग्यास च्याम्बरमा आफै परेँ र यो गति भयो मेरो। जेएनजी भाइ बहिनीहरूको अबोधपनको मखुण्डो बढेर जुन देशलाई नष्ट पार्न खोजे उनीहरूलाई यो सरकारले छिट्टै चिनेर कारवाही गर्नुपर्छ। मेरो यही माग छ। नेपालमा नभए बन्दुक ल्याएर पड्काउँछ तपाईँ मान्नुहुन्छ? नेपालले नदेखेको बन्दुक ल्याएर पड्काइदिन्छौँ हामी। नेपालले नचाहेको विद्रोह गरिदिन्छौँ हामी। त्यो विद्रोहको तयारी त हामीले गरिरहेछौँ। मृत्यु मुक्ति यो मृत्युकै ठुलो कुरा हो भनेको के यो त सत्य कुरा हो नि। जन्मिएपछि तपाईँ एक्लै ओन्ली वान कस्तो एक्लै भन्नुभएको? तपाईँले अस्ति दैलेखमा देख्नु भने फागुन 1 गते 20,000 मान्छे को थिए? फागुन 1 गते 70 मा देख्नु भने 50,000 मान्छे को थिए? चैतको 30 गते नेपालगञ्जमा 10,000 मान्छे को थिए? अहिले देशभरि यत्रो टिम हेरेर तपाईँ मलाई एक्लै देखिरहनु भएको छ। तपाईँहरूको यही गलत भ्रम देख्दा पनि एक्लै जुन दिन पड्किन्छ नि जुन दिन